अब यी दुईजना हत्याराहरूलाई हिजो सुदन गुरुङले अब किन पक्राउ गरेन, हामी चाहिँ फेरि सडकमा जान्छौँ भनेर भनिसकेपछि गृह मन्त्रालयमा एथलपुथलै भएको थियो। अब के नै होला भन्ने हामीलाई चाहिँ लागेको थियो, तर केही पनि भएन। कहिले बालुवाटार र कहिले गृह मन्त्रालयमा राति 1 बजेसम्म मिटिङ बस्ने अनि काम भन्ने केही नगर्ने। हामीलाई थाहा भयो यिनीहरूले तलब भत्ता लिन्न किन भनेको रहेछ भने कामै नगर्नको लागि पो तलब भत्ता लिन्न भनेको रहेछ। काम नगर्ने अनि तलब भत्ता नलिने, बरु काम गराओ तलब भत्ता दबाएर ल्याऊ। यस्तो ज्यानमाराहरूलाई छोड्नु भनेको एकदमै अपराध हो। यो अपराध तिमीहरूले गर्दैछौ। तिमीहरूले मात्रै होइन, ज्यानमारालाई यदि पक्रेनौ भने तिमीहरूलाई पाप लाग्नेछ। अहिलेसम्म तिमीहरू भुतभुते हेरेर बसिरहेको छौ। अहिलेसम्म के हेरेर बसिरहेछौ? चाँडै नै यिनीहरूलाई समातेर जेलभित्र हाल्नुपर्छ। यदि होइन भने तिमीहरूले राजीनामा दिएर चुप्पो लागेर घरमा गएर बसे हुन्छ। त्यहाँनिर जेन्जी भाइ बहिनीहरू आउँछन्। जेन्जी भाइ बहिनीहरूले रगत र पसिना बगाएको छ। यति कुरा हेक्का रहोस् सुशीला कार्कीज्यू र ओम प्रकाश अर्याल गृहमन्त्रीज्यूलाई।